हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आइए सबैजना आरामै सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै आरामै छौँ। अनि विशेष गरी आज चाहिँ हामी मसँग हुनुहुन्छ दाइ, अनि त्यसपछि हामी चाहिँ ठ्याक्कै जान लागेको छौँ आज माथि दिदीको घरमा। अनि त्यसपछि आज चाहिँ विशेष गरी हामी चाहिँ गाउँ देखाउँदैछ टक्क भ्यूहरू दामी दामी। मोबाइल अब त्यस्तै हो। विशेष गरी आज हामी चाहिँ भ्यू पोइन्टमै आइरहेको छौँ, दामी दामी भ्यूमा। तल अगाडि हिँड्नु दाइ दामी छ, यस्तो भ्यूमा आउनु पाउनु भने धेरै राम्रो। रमाइलो रोड यस्तो छ। अनि त्यसपछि यता चाहिँ नदी छ, यता गाउँ छ, यता माथितिर गाउँ छ, उहाँ हिमाल छ। त्यसपछि आज चाहिँ हामी विशेष गरी हिँड्दैछौँ दिदी घरतिर। सो त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला, दामी दामी भ्यूहरू देखाउँछु अगाडि गएर। आज चाहिँ यहाँनिर चाहिँ यता खास मान्छे पोल्ने हो ठाउँ चाहिँ, यहाँ चाहिँ के भन्छ साग र के भन्छ यतातिर चाहिँ। यतालाई यो गाउँको नाम चाहिँ सिड्डा बग्रा, यो गाउँ जुगाना, ऊ यता चाहिँ गोलखारा, ऊ माथि चाहिँ बन्डाला। गाउँको नाम फरक फरक नामहरू हुन्छन् गाउँको। त्यसैले हामी चाहिँ आज जाँदैछौँ आज लभिसा भन्ने ठाउँमा। त्यसैले लभिसा भन्ने ठाउँमा केरा धेरै पाइन हुनाले विशेष गरी हामी केरा खान जान लाग्यो। अनि केरा खान जान लाग्यो, त्यसैले हिँड्दैछौँ आज दिदी घरतिर। दिदी अनि त्यतै बिहे गर्नुभएको छ। हामी चाहिँ आज मोबाइलले क्यामेराले अलिक फोकस गरिराखेन, क्यामेरा नि यस्तै भयो, आइफोन त होइन, रियलमी हमारा फोन है, इसलिए हम लोग रियलमी में वीडियो बना रहे हैं। अगाडि भ्यू चाहिँ यस्तो छ, उहाँ माथि जान लाग्यो हामी त्यो डाँडामा हिँड्दै जान लाग्यो। अब हामीसँग मोटरसाइकल केही छैन, साइकल भए पनि उमुकी रक्सिन पनि लैजाने, उता आउँदा सजिलो हुन्थ्यो, के गर्नु। अनि ऊ यता चाहिँ बालुवा खनेर कस्तो गराएन आजभोलि, कोही बालुवा खनेर बाटो थियो पहिले एरियामा। अनि चाहिँ हिँड्नुहुन्छ ट्याक्क, गार बढेको छ, बर्खा लाग्न लागेको छ, यतातिर हिलो छ ट्याक्क लगाएर। अनि यता चाहिँ हरियाली छाइरहेको छ, जोस् नाइस। ल हामी चाहिँ यहाँनिरसम्म एकछिन भिडियो हुन्छ, पछि भेट्छौँ। र हामी चाहिँ बिचमा आइपुग्यौँ। अनि प्लास्टिक चाहिँ भएको दाजु बजाएको छ, यतातिर घाम लागेको छ। हामी चाहिँ कपाल हल्लाउँदै पुगिसकेका छौँ मध्यसम्म। अनि हामी चाहिँ पुगिसक्यौँ यहाँ बिचमा रोडदेखि उकालो लागिसकेका छौँ। त्यसपछि यतातिर चाहिँ गाउँ छन्, यिनी भ्यू यहाँबाट दामी देखिन्छ, झन् माथि गयो भने झन् दामी देखिन्छ। अनि यतातिर चाहिँ दामी आइरहेको छ भ्यू, त्यही भएर अगाडि रोड छ, तर बर्खाको टाइमको रोड यस्तै हो। अनि दामी देखाइरहेको छ होस् अगाडि चाहिँ। आज चाहिँ मौसम पनि उस्तै छ, अलिअलि बादल छर्न लागेको छ। अनि त्यही भएर हामी चाहिँ अगाडि देखाउन गइरहेको छौँ प्रत्यक्ष रूपमा भन्ने। ल हेर्न सक्नुहुन्छ गाइज, उधर कहाँ चित्त ए देउता, त्यहाँ देउता मान्दो रहेछन्, उहाँ देख्न सक्नुहुन्छ। यहाँनिर ध्वजाहरू लगाउनु भएको छ। अनि त्यही भएर त्यो चाहिँ हामी जहिले पनि मर्निङ टाइममा मर्निङ वाक खान आइरहेको हुन्छौँ। अनि बिहान आएर टक्क गइहाल्छौँ। आज चाहिँ विशेष गरी घुम्नै गरेर जाने अनि उतै जाने सुझाव, त्यही भएर भिडियो पनि बनाइदिउँ भन्ने सोच भयो। अनि दौडिरहनु भएको छ ब्रोदर चाहिँ उता
अगाडितिर फाइनली गाइस म केही बोलिनँ हजुर त्यो धेरै लिमिट हो क्या लिमिट अनुसार हाम्रो जस्तो स्पिड हान्नुहुन्न ट्याक्क लिमिट हान्ने हो बिहान त मूल जागेको छ गाई चाहिँ यहाँनिर पानी कल्ल बगेको छ हेर्नुहोस् टक्क पानी आइरहेको छ अनि यतादेखि चाहिँ नाइस भ्यूहरू आइरहेको छ गाइस एकछिन चाहिँ हामी भिडियो बनाउँछौँ भिडियोलाई स्किप गर्छौँ एकछिन है हामी चाहिँ भिडियो बनाउँदै आइरहेको थियौँ ट्याक्कै भेरा देख्यौँ यहाँनिर यता साइड पनि हेर्न सक्नुहुन्छ भेरा टन्नै छन् चढिरहेछन् अनि यता पनि भेरा छन् यहाँनिर देखाउँछु यहाँनिर हेर्न सक्नुहुन्छ भेडा भेडा ऱ्याम भन्छ यिनीहरूलाई ऱ्याम इंग्लिश में रैम, हिंदी में क्या कहते ल भ्या 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 ल भ्या सिप पनि हुन्छ ऱ्याम पनि हुन्छ क्या भेडा भ्या 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 त्यहाँ गोठालो दाइ बस्नु भएको छ त्यहाँनिर चाहिँ भ्यू आइरहेको छ जस स्पेसल भ्यू दामी दामी वहाँ पारि चाहिँ हाम्रो गाउँ देखिन त देखिरहेको छ नि त्यही पनि त्यो चाहिँ गाउँ हाम्रो अहिले देखिन्छ होला माथिदेखि यो साइड चाहिँ गाउँ हो हाम्रो सट्ट लगाएर एकचोट देखाइदिन्छ पुरै लगाएर धेरै हेर्ने मान्छे त्यही हुनुहुन्छ देखिहाल्नुभयो अनि हामी चाहिँ तल यहाँ भ्यू देखाउँदैछौँ अब दामी दामी भ्यूहरू यहाँदेखि देखिन्छ टक्क लगाएर डाँडा काँडा चारैतिर भन्ज्याङ टक्क हेर्न सक्नुहुन्छ यहाँदेखि अनि यता दामी यहाँ सोध्योस् यसै जाउँ छिटो होला फिल्ड देख्यो यसै अनि इसमें आइफोन होता ना अगर यो ठाउँमा आइफोन भइदिएको भए दामी आउँथ्यो होला है के गर्नु अब रियलमी हो रियलमी भए पनि देखाउनै पर्यो हजुरहरूलाई रियलमी भए पनि देखाउनु नै पर्यो के गर्ने अनि यसमा चाहिँ आइफोन भइदिएको भए आउँछ रुक्नुहोस् अब केही दिनपछि किन्छ तपाईँहरूको भन्ने अनि ल ठिक छ त्यसपछि यहाँ चाहिँ हामी आइसकेका छौँ ऊपरवाले हे ऊपरवाले बचाले भन्ने हे ऊपरवाले बचाले हे ऊपरवाले हमको बचाले हैया हामी जाँदैछौँ आज चाहिँ भिडियो आज लङ भइहाल्छ जस्तो लागिरहेछ टन्नै छ भ्यूहरू हजुरलाई देखाउन दुईवटा भ्लग बनाएर हाल्नुपर्ने अवस्था आइरहेको छ तो गाइस आइसक्यौँ हामी टपमा एकदम असिनेल भएर पसिना मात्र आएर बल्ल बल्ल अन्तिममा आइपुग्यौँ हामी र ठ्याक्कै अब भ्यू पनि देखिन्छ त्यस्तै गरी हामी भ्यू पनि ट्याक्क देखाइहाल्छौँ यति बेलै र मलाई हामी पुरै घुमाएर हजुरहरूलाई भ्यू देखाइदिन्छु त्यसपछि हामी सर्ट भिडियो बनाउँछु विशेष गरी
दामी दामी। अब चाहिँ हामी फोटोहरू हान्छौँ, केही फोटोहरू, अनि भिडियो कस्तो लाग्यो केही प्रतिक्रिया दिनु होला। अनि हामी चाहिँ अब जङ्क फुडहरू केही ल्याएको छौँ हल्का हल्का, त्यही खाएर टक्क गइहाल्छौँ।